सफलता एक रातमा मिल्ने कुरा होइन। यो त कोर्टमा बगाएको पसिना र हरेक स्पाइकमा रहेको अटुट विश्वास अनि देशको झण्डा बोकेर उड्ने साहस हो। क्रिकेटको पिचमा होस् वा भलिबलको कोर्टमा, जसले आफ्नो खेलमा मन दियो उसैले इतिहास बनायो। नेपालको कप्तान हुँदै अन्तर्राष्ट्रिय मैदानसम्म छाप छोड्ने उत्कृष्ट खेल शैली हुँदै अनुशासित खेलाडी र व्यक्तिगत आचरणका कारण सबैको उज्यालो नाम भएर बसेको नाम मध्येको अत्यन्तै लोकप्रिय र राष्ट्रिय भलिबलका पूर्व कप्तान हुन् मानबहादुर श्रेष्ठ। नेपाली भलिबल क्षेत्रमा भलिबल खेलेर नामदाम प्रतिष्ठा कमाउने कमै मात्रामा भेटिन्छन्, तर मानबहादुर श्रेष्ठले सबै कुराहरू हासिल गरेका थिए। उनी नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका थिए, तर नेपालको बढ्दो चरम राजनीतिक र पारिवारिक उज्जवल भविष्य नदेख्दा उनी वैदेशिक यात्रामा जानुपर्ने बाध्यता आयो। यो कसरी आयो, एकपटक यो भिडियो हेरौँ। स्वार्थहरू चाहिँ भन्नै पर्ने हुन्छ। करियर खोज्न पनि म बाहिर पुग्नु परेको हो। मलाई दुई तिनवटा कुराहरूले चाहिँ एकदमै मेन्टलमा असर गर्यो होइन। जुन अब मलाई चाहिँ यो अहिलेको चलेकै मन्त्रीहरू हुनुहुन्छ, मैले नाम लिएन होइन। उहाँको एउटा स्कुलमा गएँ, मेरो बच्चालाई यसरी पढाउनु पऱ्यो, म आज यस्तो क्याप्टेन भइसकेर म उहाँको स्कुलमा धेरै पटकचोटि म जुन जुनियर गेमहरू खेल्दाखेरि उहाँको स्कुलबाट चाहिँ खेलिदिइसकेको थिएँ र मेरो बच्चाहरूलाई पढाइदिनु पऱ्यो भन्दा एज एउटा टिम क्याप्टेनको बच्चाहरूलाई त फ्रीमा पढाउनु सक्दैन, एकदमै कम, त्यही पनि हजुरको त्यो एनुअल फीहरूमा मात्रै डिस्काउन्ट अलिकति दिएर 20% दिएर उहाँहरूले अरू त लाग्छ भाइ यस्तै हो। अरे सरकारलाई त त्यस्तो हुँदो रहेछ। आज हामी त एकदम न्यून परिवारबाट आएको मान्छेलाई त केही पनि रहेनछ त आखिर त। मानबहादुर श्रेष्ठको कथा केवल एउटा भलिबल खेलाडीको इतिहास होइन, यो नेपाली खेलकुदको समर्पण, सङ्घर्ष र नेतृत्वको जीवित उदाहरण हो। नवलपरासीको साधारण मैदानमा उठेको एक युवाले राष्ट्रिय टोलीको कप्तानीसम्म पुगेर देखाएको यात्रा मेहनत र धैर्यको प्रतीक हो। उनका लागि भलिबल सुरुमा खेल मात्र थिएन। उनी भन्ने गर्थे, यो त मेरो सर्वस्व जस्तै हो। विद्यालयको धुलोले भरिएको कोर्टबाट सुरु भएको उनको यात्रा पछि नेपाली भलिबलको एउटा दह्रो पहिचान बन्यो। मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबलका पूर्व कप्तान मात्र होइन, कुनै समयका सबैभन्दा धेरै चर्चित र दर्शकले मनदेखि माया गरेका खेलाडी मध्ये एक मानिन्छ। उनका लागि अग्लो जम, बलियो सर्भिस र कोर्टभित्रको ऊर्जा र टोलीलाई लिएर हिँड्ने नेतृत्व शैलीले उनलाई नेपाली भलिबलको एउटा जीवित इतिहास जस्तै बनायो। नेपाल भलिबल व्यवस्थित र सुविधायुक्त र व्यावसायिक नबन्दा पनि मानबहादुर यो खेललाई जीवन मानेर अघि बढे। जिल्लाबाट सुरु भएको उनको यात्रा त्रिभुवन आर्मी क्लब हुँदै राष्ट्रिय टिममा पुगेपछि अझ बलियो बन्यो। विशेष गरी सार्क खेलमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता र राष्ट्रिय च्याम्पियनसिपमा उनले देखाएको प्रदर्शनले नेपाली भलिबलको स्तर माथि पुर्याएको मानिन्छ। इतिहासमा फर्केर हेर्दा यति बेला मिडिया प्रचार र व्यावसायिक अवसर थोरै थिए, तर मानबहादुर जस्ता खेलाडीहरूका कारण भलिबलले गाउँ गाउँमा नयाँ ऊर्जा पायो। उनी खेल्दा मैदानको छेउमा दर्शकहरूको चिच्याहाट र बाक्लो उपस्थितिले तनावग्रस्त बन्थ्यो। टोलीलाई जिताउने चाहना उनलाई हरेक क्षणमा प्रेरणा दिन्थ्यो। यति धेरै योगदान र लोकप्रियता र समर्पण हुँदाहुँदै पनि नेपाल खेलाडीको भविष्य स्पष्ट नदेखिनु, प्रोत्साहनको कमी र संस्थागत अन्यल र राजनीतिक मिसिएको व्यवस्थापनले गर्दा अनन्त उनले पनि विदेश जाने कठिन निर्णय लिनु पर्यो। यो परिस्थितिले अहिलेको नेपाली खेल इतिहासकै एउटा पीडादायक अध्याय मानिन्छ। मानबहादुर श्रेष्ठ आज पनि हरेक उदाउँदै गरेका खेलाडीको प्रेरणाको स्रोत बनेका छन्। राष्ट्र र प्रेमले खेलमा कति ठुलो उचाइ भेटिन्छ भन्ने प्रेरणाको रूपमा सम्झिन्छन्। उनले छोडेको छाप भलिबलको खेलाडीका लागि मार्गदर्शन भने पक्कै बन्न सक्छ। अत्यन्तै लोकप्रिय र चर्चित खेलाडी मानबहादुर श्रेष्ठको खेल तपाईँलाई कस्तो लाग्छ? यदि मन परेको खण्डमा हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। मानबहादुर श्रेष्ठको तपाईँ फ्यान हुनुहुन्छ भने कृपया कमेन्टमा मिठो कमेन्ट छोड्न नबिर्सनुहोला। यदि तपाईँलाई अन्य खेलाडीको बायोग्राफी र जीवनी सुन्न मन छ र हेर्न मन छ भने हामीलाई कमेन्ट मार्फत जानकारी पनि दिन सक्नुहुन्छ। म छिटै अर्को भिडियो लिएर उपस्थित हुनेछु।